हेलो 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 गुड मर्निङ गाइस। त सबैजना कस्तो होला, सन्चै होला। मैले चाहिँ अनलाइन अर्डर गरेको थिएँ यो स्विमिङ पुल 10 फिट बाई 8 फिटको यो। अन्त डेलिभरी बोय आएको थियो, मलाई अलिक हतार पनि थियो, कहीँ निस्किन्थ्यो भने म आफै गएर लिएर आएँ। अन्त यसको अनबक्सिङ गर्दैछु म। यहाँ लेखेको छ अलिकति केयरफुली खोल्नु भनेर होइन। अन्त अब प्लास्टिकको मेटेरियल हो भनेर चाहिँ अलिकति हिलेर नै खोलेँ मैले, तर भित्र त अझै एउटा डब्बा रहेछ क्या, त्यो चाहिँ थाहा भएन मलाई। अन्त यो अब जसो गरेर जाँथेँ मैले, प्याकेजिङ चाहिँ तर राम्रो थियो, राम्रो प्याकेजिङ गरेर आएको थियो। यो चाहिँ अनलाइन मैले फ्लिपकार्टबाट मगाएको। यो मलाई किन्दाखेरि चाहिँ फ्लिपकार्टबाट मोटामोटी 2800 रुपियाँ जस्तो पऱ्यो। अब अहिले त दाम सायद बढेको छ होला, मैले हेर्दाखेरि 3000को माथि थियो। तपाईँहरूलाई पनि मन पऱ्यो भने किन्नु सक्छ, फ्लिपकार्टमा पाइहाल्छ यो। अरू भन्दैन आफ्नो नानीहरूको लागि, अन्त यसो बेला बेलामा आफूले इन्जोयमेन्ट गर्नु लागि पनि हुन्छ। यसमा चाहिँ अब सिम्पल बनिन्छ। वेट सेट कलेक्सन 6 जना माथि बस्न सक्छ। फर्स्टमा पम्प रहेछ, इलेक्ट्रिकबाट पम्प हावा पस्नु लागि यो पम्पको त्यो मुखमा हाल्ने। यसलाई चाहिँ यसरी लगाएर चाहिँ हाल्नुपर्छ, यसरी लगाएर हाल्नुपर्छ। अन अफ स्विच पनि रहेछ, अहिले म गरेर देखाउँछु। मेरो अनुहार आउँदैछ होइन। यो गाइड्स पढ्नु लागि कसरी खोल्ने कसरी हाल्ने भनेर टाइममा आउँछ। असली सामान चाहिँ अब यहाँ चाहिँ यसलाई मैले अब खोल्दा खोलेँ, निकै ठुलो रहेछ। प्याकेजिङ पनि मजाले भइरहेको रहेछ, एकदम नयाँ। एक्लै त गर्न सकिँदैन, बाबाको पनि हेल्प लिएँ। हावासँग हालेँ यसमा। नभए पनि मोटामोटी 45 मिनट जस्तो चाहिँ लाग्यो मलाई यसलाई हावा भर्नुमा। हावा भरिन थाल्यो, स्टार्ट भयो। हेर्नुहोस् हावा हेर्दा भरिसक्यो, कति भर्यो। यो पम्पको तार चाहिँ सानो रहेछ कि, अन्त घरिघरि खोलिँदै थियो। लगायो फेरि हिलिन्छ, भरिँदै जान्छ, खोलिन्छ, त्यस्तो हुँदै थियो। पैँतालिस मिनट जस्तो चाहिँ लाग्यो यसलाई भर्नु लागि। लगाउँछु, घरिघरि पुस्किन्छ क्या, टाइट हो कि। अन्त यो चाहिँ सेटअप भइसक्यो। अब यो हो, अब नानीहरूले अब खेल्न लागि रेडी छ। समर भेकेसन चाहिँ इन्जोय हुन्छ यसमा। थ्याङ्क यू, सब्सक्राइब गरिदिनु सबैजनाले।